त्यो राम्रो हो नि त त्यसरी के अरे उयो होसी रिल्याक्स बस्नु हात खुट्टा माने त्यो स्टाइल हो नि त एउटा होइन कि है आज चाहिँ दाइसँग हाम्रो दाजु सिनियर दाजुसँग म आज यहाँ टोकियो घुम्दै आउँदैछु मेरो नि खिचिया हो अनि दाजुले आज दाजुसँग भेट्नु पाउँदा धेरै खुसी लागिरहेको छ होइन मलाई यता म पनि छु यता विकास मेरो भाइ साथी म त अर्को दाइ अनि हाम्रो यहाँ इन्टरभ्यूमा एकचोटि भेटिनु भएको दाइ हाम्रो म दुई तिनचोटि आएको थिएँ दुई तिनचोटि खिचिया हो त्यही त हजुर ए मसँग तपाईँ एकचोटि होला म दुई तिनचोटि आएको थिएँ एकचोटि ऊ भेटेको थिएन होइन कस्तो बिल्डिङ देखाउनु त दाइ जीको सुखै भन्नुपर्छ अहिले अलि गर्दै गर जीको सुकै अहिले तैँले भन्छु भन्दै भन्छ अहिले हामीलाई एकछिन ए भन न लो भन्न अहिले यो रेन्सी हुन्छ नि त रेन्सी गर्नु पऱ्यो होइन अलिक के हुन्छ मिस्टेक हुन्छ देउनु जाने भन्छन् मिस्टेक भयो भने छोडिदिनु जे आउँछ त्यही भने कन्ट्रोल गरेर उयो रोड त्यस्तो है अब झरी नाट्यो है अब आयो हालिस उता यहाँबाट चिसो आउँदो रहेछ ओ ल है आज पारि उताको पिङ देखिन्छ केटाहरू तल्लोमा होला नि गाइज आज टक्क अहिले देखिन्छ नि केटाहरू तल्लोमा रहेछ भने छैन उति आउँदै यहाँ टोकियो के अरे उतिनीहरूलाई खिच्नु टोकियो डोमको माथि टपमा छौँ हामीहरू है गाइज रोटेपिङ हो को हो त्यहाँ केटाहरू ल केटाहरू ल हो हाई गरौँ यो दाडो हो दाइ ओ हाई गुड तर तल पनि देखाउने उता पनि देखाउ त यहाँ टपमा छ टपमा छौँ है गाइज खै खै उस पछाडि कहाँ तल रोड हेर कति सानो छ टोकियो डोम टप बन्द गरौँ ल ल यता हेर